Hello and good morning guys. आज चाहिँ फ्राइडे मर्निङ र म चाहिँ राइड गर्न निस्किसकेको छु र मेरो पहिलो राइड पनि लागिसकेको छ। म चाहिँ कहाँनिर जानुपर्ने रहेछ भन्दाखेरि यहीँ रहेछ त। कहाँ हो त यो? म चाहिँ प्यासेन्जर लिन जानुपर्ने छ, जुन चाहिँ 7 किलोमिटरको 160 रुपियाँ दिएको छ मलाई होइन। झ्याप्पो लाएर राइड लिन जाउँ। यो चाहिँ मेरो पहिलो भ्लग होइन। मैले अस्तिकै हप्तादेखि ट्राई गर्न खोजिरहेको थिएँ, तर कहिले के नमिलेर गर्न पाइएन। आज चाहिँ अब फुल सेटलमेन्ट भन्दा नि फुल सेटअप सहित निस्केको छु म। अस्ति मेरो मेन गरी चाहिँ मेमोरी कार्ड थिएन होइन। एउटा मेमोरी कार्ड किनेको थिएँ, 2500 हालेर किनेको, फेक परेछ क्या। सस्तो सामान, राम्रो सामान सस्तोमा पाइयो भनेर किनेको, जाँठो फसाइदिइहाल्यो होइन। अनि फेरि पछि एउटा ओरिजिनलै वाला किने। यो जाँठो नक्सा त कता कता देखाउँछ त यार। कहाँ त्रिवेणी चोक जानुपर्ने हो। त्रिवेणी चोक जान त यहाँबाट सजिलो हुन्छ नि त। झ्याप्प यहाँबाट गइदिउँ न। फोन गरेर सोधौँ है त, फ्री कल गरौँ। ए हुन्छ, त्रिवेणी चोकनेरि हो कि अलिकति मासतिर हो? 5 नम्बर पोल, यो 3 नम्बर 4 नम्बर, ए हस् 5 नम्बर पोलमै छु म। हस् ल हस्। शर्मिला होइन त हजुर? शर्मिला हजुर, हुन्छ बस्नु। यता माथिबाट निस्केर जाउँ होला है, आरुबारीबाट। त्यहाँबाट राम्रो बाटो होला नि, यता तलको भन्दा त। हजुर तलैबाट जाने हो? ए हुन्छ। यतैतिर रोकिदिने हो? ए हुन्छ। हजुर ए ठिक छ हजुर। हो त, हाम्रो 160 भएछ। ओहो चेन्ज त छैन दिदी? खुजुरा छैन अलिअलि? कति रुपियाँ छ हेर्नु त? 60 रुपियाँ पुग्छ त्यहाँ हेर्नु त? 60 रुपियाँ पुग्छ अनि हुन्छ। 60 रुपियाँ दिनु, अनि त्यो 500 दिनु, म तपाईँलाई दिन्छु। 60 रुपियाँ पुग्छ भने चाहिँ हुन्छ है दिदी। 100 200 300 400, 100 200 300 400 यो गर्नु त दिदी? हस् थ्याङ्क यू। हजुर कता जाने? दाना ह्युमन कता हो त्यो? कुन ठाउँमा? ए उयोबाट छिर्ने हो कि त? यहाँबाटतिर होला। मेरो चाहिँ एउटा राइड उठिसकेको छ है, लगभग 45 मिनट जतिको वेट पछि। लेट्स गो। 1.8 किलोमिटर टाढा देखाइरहेछ। 1.8 किलोमिटर भनेपछि टाढै रहेछ यार। ठिक छ, लड्न गइदिउँ अब राइड नपाएको बेलामा। 11 किलोमिटरलाई 175 भनेपछि 220 हुनुपर्ने। मलाई 40 45 50 रुपियाँ त फाइदा घाटा भइरहेछ। त्यही पनि नो प्रब्लम यार, यो राइड नपाएको बेलामा त जाँठो एउटै ठाउँमा बसिराख्नुभन्दा त 40 50 रुपियाँ घाटा खाएर बरु नयाँ ठाउँमा गएर बस्दा ठिक हो।
आज फ्राइडेमा राइड त पाउनु पर्ने यार, मैले राइडै खासै पाइरहेको छैन भनेको यार। बिहान एउटा 160को लिएर आएँ 8 किलोमिटर जतिको, त्यही हो। त्यसपछि अब सिधै यो सेकेन्ड राइड हो। एकछिन चियापान गरिहालेँ, मेरो 45 मिनट चाहिँ यत्तिकै गयो भनौँ न। ठिक छ, नो प्रब्लम। पेट्रोल नै हाल्न गएँ म, त्यसमा नि मेरो 10-15 मिनट गइगयो। किनकि म सिनामङ्गल पुगेको थिएँ बिहानको फर्स्ट राइड लिएर। अनि सिनामङ्गलबाट यता सेतुपुलमा आएर मैले पेट्रोल पनि हालेँ, पेट्रोल पनि थिएन मेरो बाइकमा। पेट्रोल हालिसकेर अब चियापान गरेँ, अनि त्यसपछि अर्को राइड लिन जाँदैछु। यो राइडलाई पुऱ्याउनु छ मैले गोकर्णेश्वर, 11 किलोमिटर छ। अलमोस्ट दियो। ओइ होइ, कहाँबाट ल्याम्बो गयो यार ब्रदर, कत्रो च्यापेर ल्याएको त यार। यतैतिर देखाइरहेको छ है लोकेसन चाहिँ। ठिक छ, अब यहाँ बसेर। हजुर हो, गोकर्णेश्वर हजुर। भयो दाइ। के म्युजिक भिडियोहरू सुटिङ गर्नुहुन्छ कि दाइले? कस्तो सिरियल सुटिङ गर्नुहुन्छ? कुन सिरियल दाइ? मेरो सहारा भन्ने? ए, केमा आउँछ दाइ यो? अनि युट्युबमा है? ए युट्युबमा भयो, अलिअलि भ्युजबाट हुनसक्छ है। कतिको आउँछ दाइ भ्युज? अनि हजुर, भर्खर सुरु गर्नुभएको हो? ए 7th एपिसोड हो? ए, मेरो सहारा भन्ने के च्यानलमा आउँछ दाइ? स्काई डिजिटल? ए हजुर, ए हजुर, ए हजुर नै हो क्या डिरेक्टर पनि? ए च्यानल हजुरको? ए ए हजुर, ए क्यामेरा कुन लिनु भएको छ? A7 IV ले है? ए हजुर, मलाई यो क्यामेरा फोटोग्राफीतिर चाहिँ अलिअलि इन्ट्रेस्ट छ दाइ। मैले नि यो गोप्रो लिएर अलिअलि भिडियो बनाउन थालेको छु आजबाट। भ्लगहरू अब यसो बिदाको दिन गरिन्छ काम पनि। यो शुक्रबार र आइतबार गर्छु म। अनि यो बिदा गरेर दिन चाहिँ अब काम गरेको यसो भिडियो खिचेर युट्युबतिर अपलोड गरिराख्नु पऱ्यो क्या दाइ। मैले अहिलेसम्म बनाएको छैन दाइ, आजैबाट सुरु गरेको मैले भ्लगिङ गर्नलाई। आज ए युट्युब च्यानल बनाउने काम गर्नुहुन्छ? ए मोनिटाइजिङ गर्नुहुन्छ? यस्तो अब हाल्ने। हजुर, हो दाइ। कति वर्ष भयो तपाईँले यो भिडियो बनाउनु थाल्नु भएको, कन्टेन्ट बनाउनु थाल्नु भएको? 56 सालदेखि है? ए युट्युबबाट पैसा आउँछ भनेर चाहिँ मैले सिकाएको फेरि। ए कति साल अगाडि? युट्युबमा भिडियो हालेर चाहिँ पैसा आउँछ भनेर चाहिँ सिकाउने मान्छे चाहिँ म। ए कति साल अगाडि हाल्नु भएको भिडियो? लगभग आजभन्दा 13-14 वर्ष अगाडि है? ए हजुर। कलेज बङ्क भन्ने एउटा बनाएको थिएँ कि मैले, भिडियो बनाएको थिएँ। कलेज बङ्क भन्ने यो गोकर्णमै बनाएको, अहिले यो गोकर्ण डाँडामा बनाएको। ए हजुर हजुर। कति भ्युज गएको छ दाइ अनि तपाईँको त्यो युट्युब? 4 करोडै गएको छ है? त्योबाट त राम्रो कमाउनु भयो भनेपछि तपाईँले। कि मोनिटाइज? त्यतिखेर मेरो साथीहरू अलि खराब साथीहरू परेको। ए कति मिनटको हुन्छ दाइ तपाईँको सिरियल? अहिले त खै समयले त्यस्तो भएर पनि होला, 16 मिनट 20 मिनट 24 मिनट त्योभन्दा माथि नै हुनै सक्नुहुन्छ। ए सुटिङ एरिया यतातिर हजुरको? ए बस पार्किङ। अनि सुटिङ चाहिँ कहाँनिर गर्नुहुन्छ? ए त्यहाँ मास्तिर गाउँमा गर्नुहुन्छ? ए
यहीँतिर रोकिदिउँ है दाइ? हजुर क्यासै दिने हो? हुन्छ। ओहो 500को चेन्ज चाहिँ छैन होला दाइ मसँग। बिहान पेट्रोल हालेर सटी गएँ। चाहियो भने 17 गाडी सार्दिनु यो वहीँ लगेर पाल्छु मलाई भर्खरै दिएको नि ए दाइ होइन दाइ ठिक छ, म खारै निस्केको अघि त्यहाँ अर्को राइड उठाइसकेँ, म निस्किन्छु दाइ। त्यो अहिलेको दाइ चाहिँ म पुरै सिरियलहरू बनाउने रहेछन्, पुरै 100K पुग्न आँटेछ भाइ भन्दै थिएँ। च्यानलको नाम चाहिँ स्काई डिजिटल प्रोडक्सन कि के भनिदिएको नि, अब भरे गएर हेर्छु म। छक्काहरूको भिडियो बनायो भन्दै थिएँ बुढाले, के बनाउनु पनि। ठिक छ, म तपाईँहरूलाई अब लोकेसनमा पुगेर भिडियो गर्छु है त। हुन्छ ल बस्नु भयो है। यतै बस्नुहुन्छ कि मेलम्चीतिरै बस्नुहुन्छ हजुर? त्यहाँबाट गाउँ जानुपर्छ? ए कता हो नि गाउँ चाहिँ? ए ए मेलम्ची बजारै हो? ए ए हुन्छ, यतातिर रोकिदिन्छ है त। यहाँबाट पठाऊ पहिला नभएर अरे घुम्नलाई चाहिँ आएको थिएँ, यो पठाउ गरेर त आएको थिएन। 640। ओहो चेन्ज छैन दिदी? मसँग नि पुग्छ कि पुग्दैन यार। 640 भनेपछि 360, 100, 200, 250, 250, 270, 290, 310। यो चेन्ज गरिदिनु न भाइ, मसँग पुगेन क्या, 50-60 रुपियाँ नपुग्ने रहेछ। यहीँतिर कता चेन्ज गरिदिन्छ होला। 300 त छ। 100, 200, 290, 310। ए हस् चेन्ज पर्दैन अरू? ए हस् थ्याङ्क यू। हस् हस् हस्। साँच्चै आयो, अब यहाँदेखि राइड छैन भयो त कुरो। कहाँबाट निस्किने ल त अब म यहाँबाट? मैं तो फंस गया, मैं तो फंस गया, मैं तो फंस गया, मैं तो फंस गया। अब यत्तिकै जानुपर्ने भयो नि त म उता। तत्तेरिका बाटो नै त्यो खालको छ न, यहाँ कसैले इनड्राइभ चलाउँछ। मैले गोकर्णबाट यहाँसम्म 700 यहाँबाट फेरि उतै उतै जाने मान्छे पायो भने चाहिँ फाइदै हुने गर्छ। नत्र यहाँसम्म आउँदा चाहिँ एक्लै जाँदा चाहिँ अब फाइदा भएन यहाँदेखि, किनकि नत्र म नारायण दाससम्म एक्लै जानु पर्छ। ल साथीभाइहरू, म ट्र्यापमा परिसकेपछि अब छुटकारा पाएँ। एउटा राइड उठाएको छु 200 रुपियाँमा। 11 किलोमिटर 11 किलोमिटर जानुपर्ने छ। 200 रुपियाँ बिड गरेको छु। मेरो प्यासेन्जर चाहिँ 700 मिटर अगाडि छ, त्यही सालिनादेखि चोकतिर होला। राइट म त कत्रो ट्र्यापमा परेँ यार। एकलौटी बाटो भयो नि 35 किलोमिटरलाई 70 किलोमिटर 700 भनेपछि 10 रुपियाँ किलोमिटर पर आवर गयो यार म त। हेलो हेलो हजुर, म आइपुग्न आँटेँ। कहाँनिर आउनुपर्ने हो? म त्यो हजुर म बजारभित्रबाट आएको। त्यो चोक नेरे होइन त? त्यो मन्दिर जानेपट्टिको चोक नेरे होइन त? त्यो ढलनको ए हुन्छ, म हेरेर आउँछु है त। यहाँ म फर्केँ है त। यो हस् हस्।
कन्स्ट्रक्सनको सामान राख्नेपट्टि भन्यो अन्त यहाँबाट यतापट्टि गएर गिटीवाला राखेको त यहाँ छ, यहीँ त होला नि भनेपछि। हजुर हो सुदीप होइन त हजुर? ए हुन्छ बस्नुहोस्, म यता अड्काउँछु। बस्नुभयो है? ए हस् ल 200 रुपियाँ भयो सर। हजुर हस् थ्याङ्क यू। हस् मेरो चाहिँ अर्को पनि राइड उठिसकेको छ। मैले चाहिँ 200 को राइड कम्प्लिट गरेर अर्को राइड लिन जाँदैछु। यो चाहिँ अलिकति सर्ट राइड छ। 70 रुपियाँ दिएको छ मलाई 3 किलोमिटरको लागि। लेट्स गो। कहाँनिर चाहिँ हेरिदिउँ होइन अब चाहिँ झ्यापझुप राइड हान्नुपर्छ यार। अघिको मेलम्चीसम्म गयो है, त्यहाँबाट फेरि पाइहाल्यो नि त काठमाडौँसम्म आउने एउटा झ्याप्प डबल राइड हानिदिउँ साह्रै लामो खालको भनेको तपाईँ। आउने बेला त एकजना पो देखाउँदो रहेनछ त है। अनि यता माथि जर्सिङ पौवातिर आएपछि देखाउँदो रहेछ अलिअलि पाका। लोकेसन चाहिँ यतै देखाइरहेको छ। अब मान्छे चाहिँ छ कता, मान्छे चाहिँ छ कता, मान्छे चाहिँ छ कता, छ कता। हजुर म लोकेसनमा आइपुगेको छु। यो गाडी देख्नुभयो, ब्लू गाडी भर्खर गयो नि। चामुण्डा स्कुल भनेपछि कतापट्टि पऱ्यो? जोरपाटीपट्टि पऱ्यो? चामुण्डा स्कुलको अपोजिट साइडमा छु ठ्याक्कै म। ल स्कुल नेरी म पनि अगाडि नै छु त। के ड्रेस लम्बा छ भन्नु त? ओहो कहाँनिर हुनुहुन्छ त यार? चामुण्डा सेकेन्डरी स्कुल अगाडि नै छु म, हेर्नु। ल कुन ए ऊ त्यो चाहिँ हो? कतापट्टि हो स्कुल? ए यता चाहिँ हो गेट। ए त्यही त म अघिदेखि उता हेरेकै गर्छु कता हो कता हो। गेट कतापट्टि जाने? यतैबाट जानु पऱ्यो हामी? यताबाट जाने हो? ए हुन्छ। त्यही त म अघिदेखि यहीँ छ त स्कुल, यतै हेरिरहेको छु। उतापट्टि रहेछ गेट। ए हस् ल एकछिन भाग्नु है त। 20-30 यो लिनु त। हस् धन्यवाद। यो राइड पनि मेरो कम्प्लिट भयो। नेटवर्क छैन यहाँ भनेपछि नेटवर्क भएको ठाउँमा जाउँ। यहाँनिरतिर बसेर एकछिन मैले अब क्यामेराको ब्याट्री फेर्छु होइन। एउटा अर्को राइड पनि उठाउँछु होला मैले। यो लोकेट हो। ल मेरो चाहिँ अर्को पनि राइड उठिसकेको छ है त। 130 रुपियाँमा 5.5 किलोमिटर म जानुपर्ने छ। कोटेश्वर पुलिस स्टेसन। प्यासेन्जर उठाउन गइदिउँ पहिला सुरु चाहिँ। झ्याप्पल र प्यासेन्जर पनि नजिकै छ, धेरै टाढा छैन। मेलम्चीदेखि यहाँ आउने बित्तिकै मैले पाका 10 किलोमिटरको 200 रुपियाँमा हाने। अनि त्यसपछि एउटा हाने 3 किलोमिटरको 70 रुपियाँमा। अब यहाँ 5 किलोमिटरको 130मा हान्दैछु यार। साले त्यो वहाँ गएर बर्बाद भएर 35 किलोमिटरको 700मा गएको थिएँ म जान चाहिँ। प्राइस त राम्रै थियो तर फर्किने बेला कोही भेटिएन क्या। फर्किने बेला नि कोही भेटेको भए चाहिँ बुढै हुन्थ्यो। अब यहाँनिरबाट कहाँ हो त यार? यहाँनिर लोकेसनमा त आइपुगेँ म। आइएम हियर गरिदिउँ।
अनि त्यसपछि कल पनि गरिदिउँ खै त फ्री कल गरिदिउँ है त हेलो हजुर म यो ए हजुर हजुर हो ल हस् 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 ए हुन्छ तलतिर पुल क्रस गरेर जाउँला नि त ए हुन्छ हुन्छ हस् 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 ल हस् बस्नुहोस् ए 130 उठाएछ ल ल ल म भयो भने अब त्यही शुक्रबार आउँछु ल भयो है जाउँ ल हस् कोटेश्वर पुलिस स्टेसन जानु पर्यो है हामीलाई त्यतैतिर छोडिदिन आउँछ ए हस् पुल क्रस गरेर यतैतिर रोक्दै त हुन्छ अङ्कल ल ₹130 भयो अङ्कल 130 हस् धन्यवाद अङ्कल हस् हस् थ्याङ्क यू मेरो चाहिँ अर्को पनि राइड उठाइसकेको छ है त यो राइड छ 11 किलोमिटरको ₹200 आएको छ प्यासेन्जर पनि नजिकै छ भएर त्यही भएर उठाइदिइहालेको मैले चाहिँ टक्क प्यासेन्जरलाई लिन गइदिउँ चुनिखेल भनेको ठिकै हो अब घर घर जाने बेला नि हुन आँट्दैछ 2-4वटा राइड हानेर टक्क जाने हो घर पनि अब हेलो हजुर म आउँदैछु बस्दै गर्नुहोस् ल हेलो कतापट्टि साइडमा हुनुहुन्छ पेट्रोल पम्प साइडमा हुनुहुन्छ कि अर्कोपट्टि साइडमा हुनुहुन्छ ए बस स्टपनेरि हुनु त रहेछ है मास्क लाएर बस्नु भएको हो यतापट्टि चाहिँ आइदिनु न यताबाट जानुपर्छ हजुर छैन नि दिदी ए खै अब मैले चिनेको छैन उनीहरू जान्छ होला देऊ अफलाइन बसिरहेछ सोध्नु त त्यहाँ तपाईँसँगै हो र उहाँ ए त्यसो भने त उहाँले गरिहाल्नुहुन्छ नि ए आन्दोलन छ अरे आज हो कि क्या हो यहाँ अगाडि त पुरै जाम देखाएको छ दिदी कता तपाईँलाई थाहा छ बाटो खोलाको बाटो ए कताबाट हो देखाउनु न मलाई यतै रोकिदिनु ए हस् ए ल हाम्रो 200 चेन्ज
2300 300 यो लिँदा हस् धन्यवाद गाइस ल मेरो चाहिँ अर्को पनि राइड उठिसकेको छ है यो चाहिँ मेरो आजको अन्तिम राइडै हो यो पछि चाहिँ म डाइरेक्ट घरै जान्छु अब यो राइड चाहिँ मेरो घर नजिकैतिर जाने भएकोले मैले लिएर जान आँटेको कति किलोमिटर धेरै त छैन धेरै छैन अब घरतिर जान आँटेको भएर त्यही 60 रुपियाँ कति रुपियाँमा मैले उठाएको छु लिन जानु चाहिँ अलि टाढै छ टाढै छ भन्दा नि नजिकै ठिकै अब अनि आज उता गौशालातिर अनि त्यसपछि सिनामङ्गलतिर चाहिँ राजावादीहरूको आन्दोलन रहेछ अनि पुरै होइन अब आज भ्लग पनि खासै गतिलो त भएन यारमा यता राइड हानिरहेको भए त हुन्थ्यो पनि खत्त लाएर मेलम्ची भनेर लङ राइड कस्तो हुँदो रहेछ भनेर ट्राई गरेको मेलम्चीमा त इनड्राइभ चलाउनु त कोही पनि नहुँदो रहेछ हौ अब चाहिँ लङ राइड चाहिँ म कहिले पनि गर्दिनँ धेरैमा गएँ यहाँबाट भनेको हामी उता शङ्खरपुर साखु अनि त्यसपछि तारकेश्वर स्वयम्भू यतैतिर होइन अनि थिमी भक्तपुर ललितपुर यता बुढल्नेकण्ठ राइड पाउनु त्यतैतिर हो क्या योभन्दा अरू ठाउँमा त छँदै छैन भनेको यार टाढा टाढा गयो राइडै नहुने यार अनि त्यसपछि त झ्याउ गइगयो नि त्यो त अनि मन्जु घोषका स्कुल हो हुन्छ बस्न बाई है यतै हो यतै रोक्नु है त्यहाँ अर्को बजार पनि जान्छ होला सायद हजुर यता फेरि स्कुल बजार छ नि हजुर पठाउन नपाउने गर्दो रहेछ कि तपाईँ नि ए गर्न सक्छ कि ए होइन म निस्किनै पर्ने भएर आएको यता पनि मेरो यहीँ तलतिर घर हो अब आजलाई यति नै गर्ने हो 60 रुपियाँ भयो हजुरको हजुर ए हस् धन्यवाद हस् ल साथीभाइहरू मेरो चाहिँ आजको कमाइ कति भन्दाखेरि चाहिँ 1640 रुपियाँ भएको छ 1640 रुपियाँमा मेरो 100 रुपियाँ जति टिप्स होला त्यतिले गर्दाखेरि मेरो 1700 ल 1700 नै भनिदिउँ आज 1700 भएको छ 1700 मा मेरो 500 को पेट्रोल गएको छ भनेपछि 1200 चाहिँ मलाई बसेको छ 1200 चाहिँ आज मेरो नेट इन्कम भएको छ कति किलोमिटर दौडाएछ भन्दाखेरि चाहिँ मैले 92 किलोमिटर दौडाएछ 17 रुपियाँ पर किलोमिटरको कुदाएछ आज मैले यहाँनेरि 17 रुपियाँ देखाए पनि मेरो खासमा चाहिँ 20 रुपियाँ नै भएको छ है केटा हो 20 रुपियाँ पर किलोमिटरै भएको छ त्यो टिप्सले गर्दाखेरि अब आज खासै राइड नपाएर पनि हो राइड नपाएर भन्दा पनि आज म मेलम्चीले डुबायो क्या मलाई आज यस्तो डुबायो नि तोप डुबाइदियो मलाई मामका त्यहाँ चाहिँ नगएको भए नि हुने रहेछ म जाँठो त्यहाँ जाने भएर सबै चकनाचुर पारिदिएको नि यार तर ठिकै छ बिहान 7 बजेदेखि 1 घन्टा त मेरो यसै खाजा खानुमै गयो 1 घन्टा यसै गयो 1 घन्टा त्यो मेलम्चीबाट फर्किन गयो 2 घन्टा यतिकै गयो भनेपछि मेरो 7 8 9 10 11 12 1 2 7 मा 2 घन्टा 5 घन्टामा चाहिँ मेरो 1700 कमाएको छु 1700 मा 500 को पेट्रोल गर्दाखेरि 1200 चाहिँ मेरो नेट बचाएको छ आज ठिकै छ यसमा सेटिस्फाई हुनु पर्यो त्यो मेलम्चीबाट म एक्लै फर्किनु परे भए चाहिँ मलाई 700-800 त्यहाँ कमाउँथेँ होला मैले त्यहाँबाट फर्किने भएर चाहिँ त्यहाँबाट रित्तै फर्किने भएर चाहिँ मलाई घाटा लाग्यो अब यहाँबाट म आजलाई पुगेको